हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज मिति 2082 साल 2 महिना 16 गते हामी चाहिँ आज लुम्बिनी भिजिट कार्यक्रममा आइसकेका छौँ। हामी 6 जनाको यहाँ ग्रुप छ। यहाँ देख्न सक्नुहुन्छ कृष्ण प्रसाद नेउपाने, विमल नेउपाने, गणेश नेउपाने, रमेश नेउपाने र दुर्गेश नेउपाने, सङ्गीत प्रेमी चिन्तनजी पनि हुनुहुन्छ हामीसँग साथमा। र यसै गरी अब चाहिँ हामी करिबन यो 4 बजीतिर हामी चाहिँ बल्ल यहाँ साँझको गर्मी छलेर साँझको टाइममा हामी चाहिँ यहाँ भ्लग गर्दै अब हामी चाहिँ लुम्बिनी क्षेत्र घुम्दैछौँ। यसमा चाहिँ अब यहाँ देख्न सक्नुहुन्छ हाम्रो यो साथीहरू हैन। यसरी अब यहाँ कृष्ण प्रसाद नेउपानेजी यहाँ हुनुहुन्छ र यो चाहिँ के छ त भन्ने कुरा चाहिँ हामीले यहाँ गहिरो अध्ययन गर्न सकिन्छ। अब यहाँ गणेश दाइले खुब अब म त एआई को एकदम प्रयोग गर्ने डेन्जर मान्छे भनेर अब ट्रान्सलेट गर्छु मैले एआईबाट, च्याट जिपिटीबाट भन्नु आयो। सक्नुहुन्छ कि सक्नुहुन्न त्यसै हो। यो व्हाइट टेम्पल हामी चाहिँ यो व्हाइट टेम्पलमा आएका छौँ। यसरी यहाँ देख्न सक्नुहुन्छ व्हाइट टेम्पल। हामी फेरि घुम्दै यहाँ के अरे बुद्धको यो मूर्ति देख्न सक्नुहुन्छ हजुरहरू। यहाँ चाहिँ चिन्तन राम्रो, एकदम राम्रो ठाउँ छ। हेर्न सक्नुहुन्छ एकजना हाम्रो साथी उता हुनुहुन्छ हैन। हाम्रो दुईजना हाम्रो प्रकृति प्रेमीहरू यता हुनुहुन्छ, शान्ति प्रेमीहरू, आध्यात्मिक व्यक्तिहरू सबै आज यस आध्यात्मिक क्षेत्रमा हामी आध्यात्मिक व्यक्तिहरू मात्र भेला भएका छौँ। यहाँ कोही पनि मान्छे हावादारी यस्तो राम्रो छ। उहाँ एकजना हाम्रो साथी प्रकृति प्रेमी साथी, उहाँ एकदम आफैमा लिन हुनुहुन्छ। ल गाइज, हामी चाहिँ अब यतापट्टि मायादेवी टेम्पलको साइडतिर आइसकेका छौँ। तर हाम्रो मनमा चाहिँ एउटा कुराको प्रश्न चाहिँ हामीले चाहिँ मनमा चाहिँ आज एउटा ट्राई गर्नको लागि भनेर चाहिँ एउटा हामीले गरिरहेको छ। यहाँ चाहिँ हामीले शान्ति क्षेत्रमा हामीले चाहिँ देख्न सकिन्छ। हेलो ब्रो, गिभ मी दिस बोट। भिडियो बनाउँछ ब्रेक लाउने कसरी हो? मोज यिनीहरूलाई संस्कारी आइज के भान्जी अहिले शान्ति क्षेत्रमा शान्ति मन बनाउन, शान्ति क्षेत्रमा शान्ति हुने हो कि। शरणं गच्छामि ये च बुद्धा तेता च ये च बुद्धा अनागता पञ्चपन्ना च बुद्धा अहं वन्दामि सर्वदा। नास्ति मे शरणं अन्यं बुद्धो मे शरणं वरम्। एतेन सत्से वन्दे बुद्धमे जय मङ्गलम् उत्तमं
साथीहरू हामी चाहिँ आफ्टर लुम्बिनीको चाहिँ हामी होइन लामो टुरपछि सन्ध्याकालीन अवस्थाबाट लुम्बिनीबाट फर्किएपछि हामी हामी चाहिँ यहाँ कन्हैयामा हामी चाहिँ यो लेख्दैछ अब हामीलाई बियर सियर यस्तो चल्दैन त्यस्तै यो चल्ने देख्न सक्नुहुन्छ हाम्रो अरू साथीहरू कन्हैयामा छौँ हामी श्री कन्हैया आइसक्रिम कफी सप यो चाहिँ तपाईँको 300 रुपियाँको प्याकेज हो हाम्रो क्रिस सर हुनुहुन्छ हाम्रो विमल सर चिन्तनजी सङ्गीत प्रेमी सबैजना छौँ यहाँ ल यसै गरी आजको भ्लग चाहिँ यहीँ इन्ड भएको मैले चाहिँ घोषणा गर्दछु है नेक्स्ट भ्लगमा भेटौँला हामी फेरि नयाँ नयाँ डेस्टिनेसन जानेछौँ रमाइलो गर्नेछौँ तपाईँहरूलाई त्यो हाम्रो रमाइलो अनुभूतिहरू सेयर गर्नेछौँ आजलाई यति